हेलो गाइज, फाइनली आज मैले यो पानी गरम गर्ने मगाएको छु हो। यो किटली मगाएको छु नि त अनलाइन। कस्तो लाग्छ हजुरहरू कमेन्ट छोड्नु होला। हेर्नु त दामी छ, अनबक्सिङ गरे दामी छ, दामी। यो अन्ली 1.5 लिटरको हो है। अब जाडो लाग्यो नि त हो, तर यहाँनिर गर्मी नै छ। बिहान उठेर कफी पनि बनाएर पिउन सक्छ, मतलब गरम पानी हजुरलाई हट वाटर स्टक पिउन सक्छ कि। त्यही भएर मगाएको गाइज होइन। यो हेर्दा चाहिँ अनलाइन हेर्दा चाहिँ दामी थियो हो, तर अहिले चाहिँ कस्तो ठिकै लागिरहेछ, राम्रो छ। तर मलाई चाहिँ मन पर्यो, दामी रहेछ होइन। यस्तो दामी छ है होइन। टक्क पैसा पनि यसको ढक्कन जस्तो रहेछ, दामी छ है। ढक्कन दामी छ होइन। भिमा भनेको छ, कम्पनी चाहिँ भिमा रहेछ यसको। यस्तो दामी छ होइन, यो दामी रहेछ है। यसको ह्यान्डल यस्तो दामी छ, दामी रहेछ भाइ है। अन्त लास्टै मन पऱ्यो नि त यो त है, अनलाइन मगाएको हो। दामी यसको बेस चाहिँ यो रहेछ है, दामी रहेछ, दामी बेस यो रहेछ। त यसलाई चेक गरेर पनि हेर्छु ल म। यसको ढक्कन यो भइहाल्यो होइन, दामी। यसको वायर भइहाल्यो है, दामी लाग्यो गाइस। हजुरहरूलाई कस्तो लाग्यो होइन, हेरिदिनु होला, हेरेर साथ सपोर्ट दिनु होला है त। त्यही भएर सेयरिङ गरेको तपाईँहरूलाई मैले। सेयरिङ इज केयरिङ होइन, सबै मिलेर गरम पानी पिउँला नि ल। त्यही भएर यो मैले हजुरहरूलाई नि सेयर गरिदिएको कि। अहिले जाडोमा चाहिँ तर गाइस यो चाहिँ एकदम जरुरी छ क्या गाइस, अहिले जाडोमा यो होइन। बिहान उठेर गरम पानी पिउन, यसो बेलुका सुत्ने बेला टक्क 1 गिलास गरम पानी टक्क आफ्नो बेडको टक्क बेड हेड यतापट्टि साइड टेबलमा भयो भने टक्क हामीलाई अब उठेर जानु नै पर्दैन क्या। टक्क स्विच अन गरेर पानी भरिराख्नु अनि टक्क गरम पानी गरेर पिउन सक्छ है गाइस। यो तपाईँहरूलाई बहुत फाइदा छ, किनकि जुकाम लाग्दैन, खाँसी लाग्दैन। बिहान उठेर यसमा तपाईँले पानी गरम गरेर हल्का कफीको पाउडर राख्नुहोस्, अनि त्यहाँ आधा चम्मच चिनी हालेर ठक्क मतलब त्यसलाई मिलाएर हजुरहरूले पिउन सक्नुहुन्छ है त। ब्ल्याक कफी भन्छ जसलाई। ओके ल है त गाइस, म हजुरहरूलाई यस मैले यहाँनिर यो जोडिसकेँ प्लगमा होइन, यो साइड टेबलमा राखेको छु यो है गाइस। यो ठ्याक्कै यहाँ छ, तर ठुलो भयो क्या साइज गाइस। यसको साइज चाहिँ धेरै ठुलो भयो जस्तो लाग्यो मलाई। मैले 1.5 लिटरको भनेको जस्तो लागेको थियो, 2 लिटरको जस्तो पो लाग्यो त। एकदम ठुलो छ, धेरै ठुलो लाग्यो यो त गाइस। मैले यसमा चाहिँ पानी भरेर ल्याएको छु होइन। अब चेक गरेर देखाउँछु ल हजुरहरूलाई, हेर्नुहोस् है त। चेक गरेर देखाउँछु कस्तो लाग्छ। आई थिङ्क मलाई त ठिकै जस्तो लागेको छ, कस्तो छ हेरौँ अब होइन। यसको ढक्कन चाहिँ यहाँ भइहाल्यो, दामी छ ढक्कन पनि हो, युनिक छ। किटली चाहिँ दामी युनिकै लाग्यो मलाई। बाँकी अब वाउ यार, ब्युटिफुल यार, नाइस यार। यसको त लाइट पनि कस्तो मजाको हो अन्त, नाइस यार, भेरी गुड यार। आई थिङ्क मलाई त यस्तो थोडा हेर्दामा स्ट्यान्डर्ड छ क्या, हेर्दा चाहिँ स्ट्यान्डर्ड जस्तो छ। ओके के गर्नु गाइस, यहाँनिर अब हल्का पानी सानी पिउनको लागि होइन, ठिक छ। पानी चाहिँ कति मिनटमा गरम हुँदो रहेछ म हजुरहरूलाई देखाउँछु ल गाइस। भर्खरै लिएर आएको गाइस, अहिले रातको कति 8:15 भयो। त्यहाँ गेटनिर छोडिदिएको रहेछ, अनि अनलाइन पेमेन्ट गर्थ्यो अनि
भर्खरै लिएर आएको चेक गर्छु भनेर हो कि। ल कस्तो लाग्यो गाइस, हजुर हेर्नु होला अनि बताउनु होला है त। जाडोमा गरम पानीको जरुरत छैन हजुरहरूलाई, लेख्नु होला। कसैलाई त तर चिसो पानीले सुट गर्छ, गरम पानी पियो भने झन् क्याप्पै जुखाम खाँसीले पक्रिने जस्तो हुन्छ कि। अगर हजुरहरूले रेगुलर चिसो पानी पिउनु भएको छ भने चिसो पानी नै पिउनु होला। मतलब चिसो मतलब नर्मल। तातो पानी पियो भने फेरि घाँटी पक्रिने यताउता यस्तो समस्या आउँछ है। त्यही भएर कसैलाई चाहिँ फेरि चिसो पानी नर्मल पानीले पक्रिन्छ, अनि तातो पानी कन्टिन्यू राख्यो भने ठिक हुन्छ। ओके भन्दै ल बिदा चाहन्छु है त। ल उम्ल्यो पनि गाइस, देखो गाइस यो त बस जम्मा सिर्फ 1.5 मिनटमा पानी उम्लिन सुरु हुँदो रहेछ गाइस। यहाँनिर यस्तो मजाको हुँदो रहेछ भाँडा, एकदम फास्ट क्विक दामी है। नाइस ब्युटिफुल सुन्दर अति। ल बाई गाइस, ल हेरिदिनु होला है त गाइस। ओके।